आजको गेम त ओभरअली भन्नुपर्दा चाहिँ एकदम टप 5 मा फाइनल चाहिँ भयो हैन। 5 सेटमा गएर नि एकदम नेक टु नेक पोइन्टमा चाहिँ अब 5 सेट खेल्दा त त्यो भन्दा अब दर्शकहरुलाई त त्यो भन्दा रमाइलो त हुनै सक्दैन हैन। र पनि जित्न सफल भयो। त्यसैमा हाम्रो टिम पनि एकदम खुसी नै छौं। अब तपाईहरुको खेल भोलि अब टिपटप रेल नेपाल डिफेन्डिङ च्याम्पियन पनि हो हैन। यो भन्दा अगाडिको संस्करणमा पनि तपाईहरु टिपटप रेल नेपालसँग 5औं सेटमा च्याम्पियनबाट भनौं न गुमाउनु भएको थियो हैन। यसपटक पुनः तपाईहरु च्याम्पियनको लागि टिपटप रेल नेपालसँग खेल्दै हुनुहुन्छ। अब खेलको स्ट्र्याटेजी कस्तो होला सर? अबको गेममा अब अझै पनि हाम्रो चाहिँ नयाँ भाइहरु चाहिँ जुनियर भाइहरुले अब सिनियर प्लस जुनियर भएर चाहिँ अब टिम कम्बिनेसन विस्तारै हुँदैछ र अझै पनि धेरै मेहनत गर्नुपर्छ फाइनलको लागि। फाइनल अब उपाधि जित्नको लागि चाहिँ अहिले टिकटकको खेलाडीहरु पनि अब पाकिस्तानी सिनियर हामीभन्दा सिनियर प्लेयरहरु हुनुहुन्छ, अनुभवी हुनुहुन्छ हैन। र नेपाली प्लेयरहरु पनि अब नेपालमै भएको चाहिँ एकदम राम्रो राम्रो प्लेयरहरु हुनुहुन्छ। र त्यसमा चाहिँ हामीले पनि अब अझै केही कुरामा सुधार गरेर अब रिसिभरदेखि लिएर ब्लकमा चाहिँ कम्बिनेसनदेखि लिएर सबै कुरा चाहिँ मिलाएर खेल्यौँ भने अब जे होस् फाइनल चाहिँ रोमाञ्चकै हुन्छ भन्ने लागिरहेछ। र सर दोस्रो सेटमा चाहिँ तपाईहरु अग्रता हुँदै र केही कमी कमजोर अथवा केही भएर तपाईहरु पुनः त्यो खेल गुमाउनु पर्यो सेट हैन। र त्यो सेटको लागि केही भन्नुहुन्छ त्यो सेटमा? दोस्रो सेटमा चाहिँ अब 4-5 पोइन्ट चाहिँ हाम्रो लिड हुँदै पनि हाम्रो चाहिँ अलिकति रिसिभमा प्रब्लम आयो हैन। रिसिभमा प्रब्लम आएपछि चाहिँ यो उहाँहरूले चाहिँ अब लास्ट स्कोरमा चाहिँ भेटेर उहाँहरूले जित्न सफल हुनुभयो। त्यसमा चाहिँ हाम्रो कमी कमजोरी भनेको चाहिँ रिसिभ प्रब्लम भयो। रिसिभले धेरै मिस्टेक भएछ। र सर डिफेन्समा चाहिँ अब हजुरले रिसिभ भनिसक्नु भयो र केही खेलाडी परिवर्तन गर्दा सर डिफेन्स भनौँ न लिब्रो हाम्रो जित सार्की हुनुहुन्थ्यो। उहाँहरू आउँदा पनि केही खेल परिवर्तन भएको देखिराखेको थियो। उहाँको बारे के भन्नुहुन्छ? भाइ चाहिँ एकदम राम्रो हो हैन। डिफेन्सको लागि चाहिँ एकदम राम्रो हो। र बिचमा अलिकति चाहिँ यो सुरुको टुर्नामेन्ट जुन हामी फर्स्ट म्याच खेल्यो त्यसपछि पछाडि चाहिँ अलिकति चाहिँ बिरामी भएर चाहिँ ज्वरो आएर अलिकति रेस्टमै थियो। र आज चाहिँ अर्को भाइले अलिकति रिसिभ चाहिँ डिफेन्स चाहिँ नभएको कारणले चाहिँ उसलाई छिराएको। ऊ छिरेपछि अलिकति धेरै राम्रो भयो। र सर अन्त्यमा अब सुपरचिन्तक आज समर्थकको धेरै क्राउड पनि थियो त्रिभुवन आर्मी क्लबलाई हैन। भोलि फाइनल छ, योभन्दा अझ बेसी हुन सक्छ। यस हिसाबले अन्त्यमा चाहिँ त्रिभुवन आर्मी क्लब र समर्थक धनबहादुर भट्टका समर्थकलाई के भन्नुहुन्छ अन्त्यमा? अब समर्थकलाई त म त अब धेरै धन्यवाद अब म लगायत अब आर्मी टिमले नै एकदम धेरै धन्यवाद दिन चाहन्छु। किनभने अब भलिबललाई माया गरेर चाहिँ अब रेगुलर यत्रो अब टिकट हुँदा पनि रेगुलर अहिलेसम्म बेलुकासम्म चाहिँ अब आएर चाहिँ भलिबललाई हेरेर साथ दिनुभएको छ हैन। र उहाँहरूलाई एकदम भलिबललाई हेरेर साथ सपोर्ट गरिदिनु भएको छ। र उहाँहरूलाई धेरै अब म लगायत मेरो आर्मी टिमले चाहिँ होल टिमले चाहिँ एकदम धेरै धन्यवाद दिन चाहन्छु। हस्, थ्यांक यू सो मच सर। हस्, धन्यवाद।